हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हामी मकनपुर गढी घुम्न आएको छ म र बुवा। अनि मकनपुर गढी म चाहिँ पहिलोचोटि आएको हो। कस्तो हुन्छ अवलोकन गर्न, के कस्तो हुन्छ हजुरहरूलाई देखाउने छु। आज चाहिँ हामी गढी ठुलगढी मकनपुर गढी घुम्न आएको छौँ। वंशगोपाल वंशगोपालको मन्दिर छ, मूर्ति छ त्यो कहिले। तपाईँहरू कति वर्ष पहिला आएको थियो यहाँ? यहाँ हामी 30 वर्षभन्दा अझै अगाडि। 30 वर्ष पहिलाको र अहिले 15 वर्ष पहिलामा र अहिले उहाँ के कतिको फरक छ त? पहिले भन्दा अहिले त आकाश पाताल फरक छ। पर्यटक क्षेत्र नै भएको रहेछ अहिले। यहाँ सबै परिवर्तन भइसकेको। यहाँ यस्तो देखिया छ, वरिपरि बङ्कर, यस्तो खालको बङ्कर हेर्दै हिँडेका छौँ। ऐतिहासिक मकान बोल्दैन न के यो चाहिँ के हो? गेट, मेन गेट यहाँबाट छिरौँ न। पछि यो चाहिँ मेन गेट हो। यहाँबाट हामी भित्र छिर्दैछौँ। द्वारबाट छिर्दैछौँ। जय वंशगोपाल, रक्षा गर्नु। नमस्कार बाजे। नारायण प्रभु। ऐतिहासिक दरबारमा आइपुगेका छौँ हामी। हजुर वंशपाल मन्दिर देख्न सक्नुहुन्छ। यो बने कति सालमा थाहा छ? यो थाहा भएन। यो त राजा के राजा भन्थ्यो, बिर्सियो अहिले, यतिखेर आएन। यो राजाको पालाको दरबारी केही जात भएकै छैन। जमानाकै हो ऐतिहासिक। अब पहिले अङ्ग्रेजको पालामा लडाइँ भएको ठाउँ हो यो। अब हामी जेल कर्रा यो भन्छ नि, पहिले ठ्याङ्ग्रो भन्छ नि, यो ठ्याङ्ग्रो ठाउँ हो। यो मान्छेलाई ठ्याङ्ग्रोमा राख्ने खालको हो। यता अब लडाकुहरूले दुलामा राइफल राखेर अब लडाकुहरूले अङ्ग्रेजसँग लड्ने एरिया टापु हो यो दरबार। ल यहाँबाट चाहिँ पुरा माथि गएर नि हेर्न सकिन्छ तल। अब यताबाट पुरै राउन्ड नै यसको चारैतिरबाट दुश्मन नआउने ठाउँ छ। यो ढुङ्गा जमानामा कसरी कुदेर यो डाँडामा यस्तो चारैतिर यस्तो बनाइएको छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ अब यो हामीले पहिले देख्दाखेरि यो डिलमा बाटो थिएन र अहिले व्यवस्थित बाटो बनाएर पर्यटकहरू हिँड्ने ठाउँ, अवलोकन गर्ने ठाउँ बाहिरपट्टि पनि बनाउनु भएको छ। यहाँ चाहिँ राइफल राखेको चाहिँ कता हो? राइफल हामीले देखेको थिएन पहिले, तर अब यहाँ दरबार चाहिँ हो यो। हजुर दरबार हो। शिला लेखेको होला, हेरौँ न, शिला टाँगेको छ यहाँ।
हाम्रो नेपालको नक्सा देख्न सक्नुहुन्छ। मकनपुर गढीमा विक्रम सम्वत 1819 माघ 10 गते मीरका सिमका फौज विरुद्ध गोर्खाली सेनाले विजय प्राप्त गरेको 256 विजय उत्सवको अवसरमा सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यूको बहुमूल्यबाट नेपालको नक्सावरण राष्ट्रिय झन्डाको झन्डोत्तोलन शुभारम्भ 33 सम्वत 2075 मा चाहिँ यो शिलान्यास जस्तै शिला टाँसिएको नेपालको झन्डा निगाडिएको छ हेर्न सक्नुहुन्छ। जमानाको दरबारहरू यस्तो राम्रो दरबार छ। बाहिर रहेछ राजाको मूर्ति त उता पूर्व साइडमा गङ्गा भिरको छेउमा चाहिँ राजा कुन राजा भन्नु भूपेन्द्र हो कि के भन्छ राजा बिर्स्यो ल। ठ्याङ्ग्रो दुईतिर थियो। अब अर्को ठ्याङ्ग्रो के भन्छ यो अब मान्छे जेल पहिलेको जेल रे यो चाहिँ पहिलाको जेलमा राखेर कैदीलाई राख्ने ठाउँ हो यो। कैदीलाई राख्ने ठाउँ यो चाहिँ जेल राजाको पालमा पहिला बनेको जेल हो। पहिले अहिले जेल भन्छ पहिले बङ्कर होइन के भन्छ यसलाई चाहिँ अनि उयो चाहिँ के हो त? यो त तल जाने भए के हो? यहाँबाट प्रवेशद्वार हो कि हेर न एकचोटि प्रवेशद्वार जस्तो लाग्छ। उता जाने ठाउँ हो र होइन कि गेट हो यो? गेट पारी जाने बाटो जस्तो छ। अब हामी यताबाट घुमेर उताबाट जाने हो कि कसो? यो जमानामा कस्तो कुलेर बनाएको हेर त यो यस्तो ढुङ्गा यो टापुमा। हामी चाहिँ आज गढीको अवलोकन गर्दैछौँ। गढी दरबार बाउ छोरा आएको छौँ घुम्नको लागि। अवलोकन गर्दैछौँ के कस्तो हुन्छ हजुरहरूलाई देखाउनेछौँ, हेर्नु होला। यो गढीको दरबार हो यो। अर्को चाहिँ दरबार हो। यसमा गएर एकदम भित्र पसेर हेरौँ। अब पहिलेको जेल पहिलेको पहिलाको ठ्याङ्ग्रो यो मान्छेहरू कैदीहरू राख्ने ठाउँ हो यो। अहिले चाहिँ यस्तो छ पुरै खाल्टो। यस्तो खाल्टोमा राख्थ्यो पहिला चाहिँ राजाको पालमा कैदीहरूलाई। अब हामी चाहिँ यो दरबारभित्र छिर्दैछौँ। दरबारभित्र कस्तो छ हजुरहरूलाई देखाउने छु। ल हेर्नुहोस् यस्तो छ पहिलाको ऐतिहासिक दरबार। यो भत्का हो कि यस्तै हो यो दरबार? यताबाट अब यो कति सालमा पुरानो हो? कति रे 200? यो यस्तै हो कि माथि घर थियो पहिला? पहिले थियो होला। तपाईँ आउँदाखेरि कस्तो थियो? पहिले अब यस्तो थियो। छाना थियो कि थिएन? ए तपाईँ आउँदा नि पहिला यस्तै थियो? थियो तर हामीले छाना याद गरिएन बुढामा। बच्चामा आउनुभयो अरे? स्कुल पढ्दा पढ्दै भागेर जात्रा हेर्न पनि आइन्थ्यो हामी पहिला। अहिले त अब स्कुल बङ्क भन्छ होइन, त्यसरी चाहिँ भागेर हेर्न आउनुहुन्थ्यो अरे दरबार अवलोकन गर्न। उतापट्टि जाऊँ न। यो दरबार आएको
अब हामी अर्को सेकेन्ड दरबारको यो कोठामा जाँदैछौँ। अडीहरू पनि रहेछ। यहाँ चाहिँ यस्तो सिस्टम यस्तो रहेछ, खोपा पनि छ यहाँ। यहाँ चाहिँ यो केही राख्ने ठाउँ किन भएको है? यस्तो बलियो छ यो ढुङ्गाबाट बनायो यो गाह्रो ढुङ्गाको ढुङ्गै हो। कस्तो अहिलेको ब्लक जस्तो के है। तर यो सिमेन्टी त माटो जस्तो बनायो, रातो छ। यो केही मिसाएर बनायो होला नि, गाह्रो लाग्यो होला नि पहिला त। अब कहाँ सिमेन्टी हुन्थ्यो त पहिला। यस्तो छ, यता यस्तो छ। यहाँ देख्न सक्नुहुन्छ गढी। यहाँ चाहिँ बाजे बस्नुहुन्छ क्या हो। यस्तो छ सब, माथि कडी छ। अब छाना त के हाल्छ र, पहिलाहरू यो पहिला राजा। अनि कस्तो लागिरहेछ त यो के अरे गढीको दरबार अवलोकन गर्दा? मलाई त धेरै भरिपूर आनन्द आइरहेछ यतिखेर। यो पहिला हेरेको सानो सानोमा हेर्दाखेरि अहिले धेरै परिवर्तन। अब दरबारहरू त ऐतिहासिक कुरा नै देखिएको छ। हजुर। तर अहिले सानोमा हेर्दा र अहिले हेर्दा धेरै आनन्द महसुस आइरहेको छ। हजुर। अब हामी अब यसरी टुङ्गियो चारैतिर हेरेर अब हामी मन्दिरतिर एकचोटि अवलोकन गर्न जाँदैछौँ। मन्दिरमा यसो दर्शन गर्नु पर्यो। मन्दिरतिर दर्शन गरेर अनि हामी मकनपुर यो गढी चाहिँ अनि दोस्रो गढीमा सानो गढी, सानो गढीमा उता सानो गढी पनि छ, त्यहाँ पनि गएर हजुरहरूलाई देखाउने छु कस्तो हुन्छ हेरेर साथ दिनु होला। हेलो गाइज, म चाहिँ अहिले यहाँ गढीको दरबारमा प्रवेश गरिसकेँ मन्दिरमा। हजुरहरूलाई यसको बारेमा केही जानकारी बाजेबाट म हजुरहरूको तर्फ व्यक्त गर्छु एकछिनपछि। यो चाहिँ वंशगोपाल मन्दिर हो। यस्तो विशेषता भनेको हजुर यो 13औं शताब्दीभन्दा अगाडि हजुर देखिको स्थापना भन्छ यसलाई। हजुर यो मणिमकुण्ड सेनको दरबार भन्छन्। हजुर। कतिपयले पाल्पा नि भन्छन्, पाल्पा पनि हो। हजुर। पाल्पादेखि टिस्टा कामाख्या माई मन्दिरसम्म हजुर सेन राज्य रहेछ। अब पछि हुँदै सेन अंश बढ्न लाग्यो, के गरे। हजुर। यो सेन राज्य, यो सेन वंशले चाहिँ स्थापना गरेको। हजुर। यो कुकुली नारायणको पहिलो ससुराली पनि भन्छ। यो ससुराली बनाएर कब्जा गरे। हजुर। त्यसभित्रमा चाहिँ नेपालभरिमा 205वटा गढी मध्येमा सबैभन्दा ठुलो गढी यसैले मानिन्छ। त्यसमध्येमा चाहिँ आपतकालद्वार, त्यो खाल्टो कारागार, कैदी हाल्ने जेल, हजुर, राजकाज चलाउने दरबार, सेन वंशले मानेका इष्ट देवता बालगोपाल कृष्णजी वंशगोपाल, यो पाले पहरा हात हतियारको दरबार, उतापट्टि खाल्टो पानीको स्टोर, शिवजीको मन्दिर। यसैको पिठमा सानो गढी भन्ने छ, अलिकति पर 300 मिटर पर 2 किलोमिटर माथि ढुङ्गे गढी छ। सेन राजाहरूले मानेका कुल देवता थिए, महाकाल देवी भनेर चाहिँ त्यहाँ मानिने रहेछन्। यहाँ 3 किलोमिटर उत्तरपट्टि अन्डरग्राउन्डको दरबार वासस्थान चाहिँ यही नै हो। यहाँको मेन अब यो राजकाज चलाउने दरबार भयो, यो प्रशासनिक भवन भयो। हजुर। अब हजुरहरूलाई बुझाइदिनु पर्दा यो सिंह दरबार जस्तो कुन राजाको पालामा हो यहाँ, कुन राजा हो यहाँ बस्नुभएको? अब सबै राजाहरूको नाम त म जान्दिनँ। यो 10 पुस्ता सेन वंशले बिताएको ठाउँ हो यो सेन वंश। यो स्थापना गरे 13औं शताब्दीदेखि 10 पुस्ता उनीहरूले चलाए। अब भनौँ न
मकुण्ड सेनदेखिबाट अन्त्यम राजा दिग्बन्धन सेन भन्छ होइन। दिग्बन्धन सेनको र पृथ्वीनारायण शाहको चाहिँ वार परेको। हेमकर्ण सेनले छोरी दिए, विवाह गरे, उनले दाइजो मागिदिए, दाइजोकोमा गणाङ गुरुङ ज्वाइँ जेठानको भएर बेहुली पनि छोडेर गएको भन्ने पाइन्छ। अनि यो बङ्गाल खाडीका नवाबहरू लिएर दिग्बन्धन सेन विपरीत उल्टो लड्न आएको हो। राज्य दाइजोको रूपमा खाइदिए बाउसँग। अब जेठानले चाहिँ नमानेर फेरि उता बङ्गाल खाडीका नवाबहरू चाहिँ 3000 सेना लिएर लड्न आए। 1700 सेना यहीँ मरे, गोर्खाली 30 जना मरे। त्यसरी चाहिँ पराजय भएर योबाट पराजय भएर भागेर सिन्धुली गएर बसेको भन्ने पाइन्छ। अब सिन्धुली सानो टुकुरी त्यो पनि लिगिदिए। अनि हुँदै गएपछि पृथ्वीनारायण शाहले कब्जा गरे। यो कब्जा गरे, नुवाकोट कब्जा गरे, अनि कीर्तिपुर। अङ्ग्रेज राजाहरूले के अरे सेनाहरूले होइन, पृथ्वीनारायण शाह। नै यो ऊ के अरे के राजा भन्नुभयो तपाईँले? हेमकर्ण सेन। हेमकर्ण सेनको पालामा अङ्ग्रेजहरू लड्न आए यहाँ। हजुर। त्यो अङ्ग्रेजहरू पराजय भए होइन, सेनले हटाए। पछि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न क्रममा चाहिँ यो 2200-2300 राज्य मध्येमा चाहिँ ठुलो राज्य, यो धनी राज्य, यो कब्जा नगरिकन अन्त नसक्ने कारणले यो कब्जा गरिसकेपछि अनि सबै एक बनाएर चाहिँ काठमाडौँमा चाहिँ फेरि प्रशासनिक बनाए नि त। अहिले जस्तै सिंहदरबार भने जस्तै त्यस्तो हो। अरू विशेषता त अरू यही नै हो। यहाँको अब भनिहालेँ मैले। यो अब दुईवटा ढोका, दुईवटा खाल्टा, दुईवटा दरबार, दुईवटा मन्दिरको कुरो गरिहालेँ होइन। अब जस्तै अब मैले होइन भनिसकेँ, जस्तो भनिसकेपछि यो सिंहदरबार जस्तो, सानो गाडी टोँडीखेल जस्तो, भद्रकाली भनेको के अरे ढुङ्गे गाडी भने भद्रकाली थान जस्तो। हामी सानामा 12-13 वर्ष हुँदाखेरि म पहिले यहीँ बस्थेँ। हजुर। के अरे कुर्ले दमारमा। अहिले म चितवनमा छु। त्यतिखेर यहाँ हामी कुर्ले दमार भनेदेखि श्रेष्ठ हो हामी। हजुर, श्रेष्ठ हो। त्यहाँबाट अहिले पहिले हामी सानामा आउँथेँ। त्यतिखेर यहाँ हामी जात्रा लाग्दाखेरि कृष्ण अष्टमीमा आइन्थ्यो। त्यतिखेर अब त्यतिको राम्रो घर, यस्ता पर्यटक क्षेत्रहरू थिएन। अहिले धेरै राम्रो देखियो, राम्रो देखियो। अवलोकन हो। अब तपाईँहरू छँदाखेरि यहाँ आर्मी पनि थिए। आर्मी थिए, अहिले आर्मी चाहिँ देखिएन। हजुर यहाँ अब हात हतियार थिए, तोपहरू देख्नु भएको थियो, देखिया थियो त्यतिखेर होइन। अब यो 58 साल भएपछि आर्मी लगायत अब सबै त्यो सरसामानहरू जम्मै सुकाएर त्यहाँ साथी हो। त्यही त पहिले भनेपछि न अब बन्द गर्दा हुन्छ। अनि हजुर यहाँ बसेको चाहिँ कति साल भयो? यहाँ बसेको म यहाँ यो चौरले चिनेको भनौँ न अब 60 वर्ष भयो। यहाँ आजीवन सदस्य रहेको भयो 30 वर्ष भयो। पुजारी रहेको चाहिँ अहिले 4 वर्ष। 4 वर्ष। 4 वर्षदेखिबाट चाहिँ हजुरले यहाँ मन्दिरलाई रक्षा गरिरहनु पर्छ। 4 वर्षदेखि चाहिँ अलिकति अब धेरै अनुरोध पनि आउनु, अब आफूलाई बस्नु मन पनि लाग्नु, त्यो भएर यो अलिकति हजुरले धेरै ठुलो काम गर्नुभयो। ल हस् त, अहिले हस्। पुरामा डर लाग्यो, त्यो भिड हेर्न जान लागिरहेको छैन। गङ्गे भिड रे राजाको फेरि गङ्गा त्यहाँबाट चाहिँ भिरबाट पल्टेर सघाएर हुनुभयो भन्ने हामी इतिहासका कुराहरू सुनिएको छ। त्यही भएर हामी त्यतातिर चाहिँ यसो पाइला अगाडि बढाउँदै हिँडिरहेको छ। सल्लाह रहेछ है यहाँ पुरै। हामी पछि पहिले आउँदाखेरि हामी सानामा भागेर स्कुल छोडेर भागेर यहाँ जात्रा हेर्न आउँदाखेरि थिएन। अहिले चाहिँ यो पछि सारे हो सल्लाह। पछि सारेर चाहिँ राम्रो बनाउनु भयो रहेछ त। अलिक माथिबाट अब अलिक कुन राजा भन्नुभएको थियो? राजा पृथ्वीनारायण शाह कि अर्कै? पृथ्वीनारायण शाह नै रहेछ। पृथ्वीनारायण शाहले एकीकरण गराउनु भएको रहेछ। बेलाको पृथ्वीनारायण शाह हुनुहुँदो रहेछ। उहाँलाई दर्शन गर्न
जोस् रमाइलो ठाउँ रहेछ गढी मकनपुर गढी चिनिन्छ यो गढीलाई। मकनपुर गढी राम्रै रहेछ ठाउँ म पनि फर्स्ट टाइम आएको घुम्नको लागि जस मलाई राम्रो लाग्यो राजा पृथ्वीनारायण शाह जान्न त्यहाँ गएर ढोकेको जस्तो गर्न यो चाहिँ पृथ्वीनारायण शाहको मूर्ति रहेछ यहाँ पृथ्वीनारायण शाहले एकीकरण गरेको केही भन्नु छ कि अब खासै यहाँ अलिअलि भएको जानकारीहरू सबै प्रस्तुत भइसकेको छ। अब यो हामी अब घुमफिरमा नि यसो एकछिन राजाहरूको केही कुराहरू अब भइसकेको छ। अहिले चाहिँ हामी कहाँ आएको रे हामी सानो गढी सानो गढी उताको चाहिँ के उहाँको चाहिँ अब ठुलो गढी ठुलो गढी मकनपुर गढी मकनपुर गढी यो पनि गढी त मकनपुर सानो गढी सानो गढी हो। अहिले चाहिँ हामी मकनपुर सानो गढी लडाइँ यहाँबाट नि हुँदैन। सानो गढी प्रवेश गऱ्यौँ यहाँ पनि पुरै बङ्कर रहेछ यहाँ पनि बङ्कर छ देख्न बङ्कर सक्नुहुन्छ होइन अब यो दरबार यो लडाइँ गर्ने ठाउँ ठाउँ रहेछ। यहाँबाट पनि पहिला लडाइँ गरेको रहेछ राजाको पालमा त्यहाँबाट घुमेर त्यसरी डिग्री यहाँ पनि पिकनिक खान आउँछ क्या है मान्छेहरू कि छैन जस्तो छ त्यस्तो छ चुलो बनाएर खान्छ ठुलो बियर बियरको बोतलै बोतल छ अनि मान्छेहरू घुम्नको लागि आउँदो रहेछ यहाँ चाहिँ पहिलो म चाहिँ पहिलो हो यहाँ सानो। पहिलोचोटि यहाँ त यस्तै रहेछ खासै उता रहन्छ त्यस एउटा पर्खाल लाएर चारैतिर यस्तो खाल्टो खनेर जस यताबाट माथि माथिबाट गयो। अब यहाँबाट तपाईँलाई हेटौँडा देख्छ यहाँबाट अलि देख्दैन होला है हेटौँडा त हुसुला हुसुला पुरै ओ त्यहाँ होला के हो त्यहाँ जाने त्यही हो मैले भनेको हामी चाहिँ अहिले यस्तै ढुङ्गा मान्छेहरू आएर बियर खाएर बोतलहरू जताततै फालेर यस्तो पवित्र ठाउँमा हामी चाहिँ अहिले यो वालमा हिँडिरहेको छौँ यसो फर्किने के बुवा फर्किने के छ र खै के बुवाहरू जन्मेको चाहिँ यहाँबाट देखिन्छ अरे तर अहिले हामी जन्मेको ठाउँ पनि जान्छौँ यहाँ चाहिँ बुवाहरूको धेरै बाल्यकाल बितेको छ यो ठाउँमा चाहिँ पहिला बाल्यकाल बितेको ठाउँ हामी त अब चितवनमै जन्मेको त्यही भएर यहाँको बारेमा खासै थाहा छैन यस्तै छ है यही हो मकनपुर गढी सानो गढी यस्तो छ हावा चाहिँ फेरि एकदम दामी आउँछ यहाँ हावा चाहिँ एकदम राम्रो आउँदो रहेछ चिसो हावा अब चाहिँ हामी कुन ठाउँ जानु लाग्यो रे अब हामी चाहिँ बाँसपानी भन्ने ठाउँमा अब हामी जन्मेको ठाउँमा जान लाग्यो हो। अब हामी चाहिँ पुरानो सेकेन्ड बसेको ठाउँ हो यो बारी बाँस भएको ठाउँ चाहिँ यो बाँस भएको चाहिँ पहिला आफ्नै जग्गा हो यो
पानी लिने यो बाँसको फेदमा हो यहाँ यो अनि मुनिपट्टि यो ढिस्को पुरै अब यो ढिस्को बाटो थिएन यो ढिस्को पुरै बारी जस्तो थियो अहिले बाटो बनेर अब यो बेग्लै भइरहेको छ तपाईँहरू यहाँ यो ठाउँ छोडेको कति वर्ष भयो अहिले ठ्याक्कै 50 सालमा हो 82 वर्ष भयो के अरे 32 वर्ष भयो 32 वर्ष भयो है ल अब हामी बिस्तारै अगाडि बढ्छौँ अहिले चाहिँ हामी ठ्याक्कै कहाँ हो सामारीको धोबाडीको झोलुङ्गे पुल झोलुङ्गे पुलमा धोबाडीको झोलुङ्गे पुल छ हामी भन्दा माथि तपाईँहरू यहाँ पहिला माछा मार्न आउँथ्यो होइन माछा पौडी पौडी थियो त्यही हो हामी जस मकनपुरको के भन्छ पुर्ले दमा पुर्रे दमार बाँसपानी धोबाडी भन्ने ठाउँमा घुमिरहेको छौँ झरनाको नजिक नजिक अघि झरना नि गएर आयो तर त्यहाँको भिडियो चाहिँ बनाएनौँ अनि त्यही हो हेर्नु सक्नुहुन्छ अनि के कस्तो लाग्यो हजुरहरूलाई यो आजको भिडियो चाहिँ यहीँनिर गर्नुहुन्छ सो के कस्तो छ हेरेर प्रतिक्रिया दिनु होला भन्दै आजलाई बिदा हुन चाहन्छु हस् त बाई बाई